नुवाकोट जिल्लाका हाम्रो उज्यालो नेपाल पार्टीका जिल्ला सभापति रामकृष्ण राजभण्डारीज्यू, यो कार्यक्रम सञ्चालक नारायणजी लगायत यस कार्यक्रममा उपस्थित हाम्रो केन्द्रबाट उपस्थित केन्द्रीय पदाधिकारी साथीहरू, नुवाकोट जिल्लाबाट विगत चुनावमा आफ्नो उम्मेदवारी दिएर सशक्त रूपमा प्रस्तुत हुनुभएका उम्मेदवार द्वयज्यू, उहाँहरू सबैलाई र यहाँहरू सबैलाई मेरो उज्यालो नमस्कार। आज मलाई अत्यन्तै खुसी लागेको छ। नुवाकोट जिल्लामा सायद हामीले चुनावको बेलामा एउटा सानो कार्यक्रम गऱ्यौँ। त्यसपछि नुवाकोट जिल्लाको जुन हाम्रो कमिटी गठन, यहाँहरूले एउटा संयोजक तोकेर केही कमिटीहरू गठन गरेको थियो। त्यसपछि हामी पहिलोचोटि यहाँ आधिकारिक रूपमा यो विस्तारित बैठक एवं कमिटी गठन भएको छ। कमिटी गठनको कार्यक्रम हुँदैछ। यो कमिटी गठनमा उपस्थित यसरी जुन हिसाबले विभिन्न क्षेत्रबाट विभिन्न ठाउँबाट उपस्थित हुनुभएको छ, यहाँहरू सबैलाई म स्वागत पनि गर्न चाहन्छु र धन्यवाद पनि दिन चाहन्छु। हामी उज्यालो नेपाल पार्टी चुनावमा उठ्यौँ र छोटो समयमा चुनावमा उठ्नुपर्ने हाम्रो बाध्यात्मक स्थिति थियो। हामीले प्राविधिक रूपमा चुनाव जित्न सकेनौँ, तर चुनाव जित्न नसके पनि हामी हारेका चाहिँ छैनौँ। जनताको मन चाहिँ हामीले जितेका छौँ। हार्दा हार्दै जितेको पार्टी उज्यालो नेपाल पार्टी हो। हामी हार्यौँ, तर उज्यालो नेपाल पार्टीले जनताको मन जितेको छ। र अहिले हारेको पार्टीमा तपाईँहरू यत्रो समूहमा यहाँ आउनुभएको छ। उज्यालो नेपाल पार्टीलाई अझ सशक्त बनाउँ भनेर आउनुभएको छ। विभिन्न पार्टीबाट जोडिनु भएको छ र देशैभरि म जुन जुन ठाउँमा पुगेँ उज्यालो नेपाल पार्टीमा जोड्न र उज्यालो नेपाल पार्टीलाई सहयोग गर्नको लागि भनेर धेरै ठाउँमा आम नागरिकहरू उत्सुक र जागरुक देखिन्छ। अहिले 2/3 सरकार छ। 2/3 सरकार भएको बेलामा र सरकारको रापतापबाट बाहिर रहेर हारेको पार्टी, एउटै सिट पनि नजितेको पार्टीमा यसरी आबद्ध हुनु र आबद्ध हुनको लागि जुन उत्सुकता यहाँहरूले देखाइराख्नु भएको छ र जुन हिसाबले निरन्तर रूपमा हाम्रा साथीहरू लागिराख्नु भएको छ, यो उज्यालो नेपाल पार्टीको लागि एकदमै महत्त्वपूर्ण र उज्यालो नेपाल पार्टीप्रतिको जुन विश्वास यहाँहरूले देखाइराख्नु भएको छ त्यो एकदमै महत्त्वपूर्ण छ। तपाईँहरूलाई धन्यवाद छ। धेरै मान्छे, धेरै साथीहरू बलेको आगो ताप्छन्, निभेको आगो ताप्न आउने भनेको हाम्रो सही व्यक्तिहरू यहाँ नै हुनुहुन्छ। वास्तवमा हामी यो देशलाई परिवर्तन गर्छौँ। यो देशलाई परिवर्तन गर्न सकिन्छ। उज्यालो नेपाल पार्टीले यो देशको परिवर्तन गर्छ भनेर विश्वास यहाँहरूले लिएर आउनुभएको छ। हाम्रो नेतृत्वलाई र हाम्रो पार्टीलाई विश्वास गरेर जुन हिसाबले यस्तो अवस्थामा आबद्ध हुनुभएको छ, त्यो चाहिँ सही रूपमा यहाँहरू उज्यालो नेपाल पार्टीको योद्धाहरू हुनुहुन्छ। अहिले धेरै कुराहरू आइसक्यो। मैले अब आज जुन कमिटी गठन गर्दै हुनुहुन्छ, जो कमिटी गठन हुन्छ, उहाँहरूलाई म उज्यालो नेपाल पार्टीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट अग्रिम बधाई र शुभकामना र उहाँहरूलाई आगामी दिन सशक्त रूपमा अगाडि बढ्नको लागि म हार्दिक अनुरोध पनि गर्छु। अब एउटा संसदको चुनाव हामीले
चाहिँ भाग लियौँ र प्राविधिक रूपमा हामीले हार बेहोर्नु पर्यो। यो देशभित्र देशभित्र र देश बाहिरको परिस्थिति र हिजोका पार्टीहरूले गरेका र हिजो चाहिँ नेतृत्वले गरेका कामहरूको प्रतिको जनताको निराशा र आक्रोश जुन हिसाबले पोखियो, एउटा माहौल क्रिएट भयो। त्यस्तो माहौलमा पनि हामीले जनताको मन चाहिँ जित्न सफलै भएका छौँ। प्राविधिक रूपले हामीले जित्न सकेनौँ। यसको लागि हामीले चाहिँ चिन्ता गर्नुपर्ने, अब उज्यालो नेपाल पार्टी कता जाने हो भन्ने कुराको चिन्ता गर्नुपर्ने आवश्यक मलाई लाग्दैन। अबको विकल्प उज्यालो नेपाल पार्टी, अबको विकल्प भनेको यो अर्को चुनावमा, स्थानीय निकायको चुनावमा, प्रदेशको चुनाव पनि आउँदैछ र त्यसपछि अर्को चुनाव 5 वर्षपछिको चुनाव र 5 वर्षपछि चाहिँ यो चुनाव हामीले पुरिरहनु पर्छ जस्तो पनि मलाई लाग्दैन। नेपालको इतिहासमा 5 वर्ष 2 तिहाईको अथवा बहुमतको सरकार चलिरहेको अवस्था पनि चाहिँ छैन। तर अहिलेको परिस्थिति 2 महिनामै सरकारको गतिविधि, सरकारको जुन पर्फर्मेन्स हेर्दाखेरि हामीले धेरै कुर्नुपर्छ जस्तो पनि लाग्दैन। अबको नयाँको विकल्प अब नयाँ नै हुन्छ। नयाँको विकल्प नयाँ भनेको उज्यालो नेपाल पार्टी नै हुन्छ। यसप्रति नै सबै चाहिँ नागरिक, आम नेपाली जनताले अब साँच्चीकै नेपालको समृद्धिको लागि उज्यालो नेपाल पार्टीलाई नै छान्नेछ भन्ने म पूर्ण रूपले विश्वस्त छु। र अहिले देशमा एउटा ठुलो परिवर्तन 2 तिहाईको सरकार जनताले दिएको छ। विगत 2 महिनामा सरकारको जुन कार्य सरकारले जनताले देखिरहेको छ, हामीले पनि देखिरहेका छौँ। जुन हिसाबले सरकार अगाडि बढेको छ, यो लामो समय जान्छ जस्तो हामीलाई पनि लाग्दैन। र हिजोको बजेटबाट पनि धेरै कुराहरू हामीले चाहिँ हेरेका छौँ। त्यसको बजेटको बारेमा हामीले केही कुरा लेखेका पनि छौँ, बोलेका पनि छौँ। केही विषयहरू, राम्रा विषयहरूलाई हामीले राम्रै पनि भनेका छौँ। हाम्रो प्रतिबद्धता पत्रमा जे विषयहरू राखेका थिए, केही विषयहरू त्यो विषयहरूलाई पनि यो बजेटमा राखिएको छ। यस्ता विषयलाई हामीले राम्रै पनि भनेका छौँ। तर जुन हिसाबले जनताबाट कर उठाएर माथिल्लो चाहिँ वर्गलाई चाहिँ अझ राम्रो बनाउने, माथिल्लो वर्ग पोस्ने किसिमको चाहिँ सरकारको बजेटको नीति आएको छ, त्यसको चाहिँ विरोध गरेका छौँ। विद्युतमा ट्याक्स लगाएर चाहिँ विद्युतको महसुल बढाउने कुरा, 5% भ्याट लगाउने कुरा, यो काहीँ पनि नभएको कुरा जुन सरकारले ल्याएको छ त्यसको हामीले सशक्त विरोध गरेका छौँ। हिजो पनि विरोध गरेका छौँ, आज पनि विरोध गर्छौँ। र इभी इलेक्ट्रिकल गाडीहरूमा ट्याक्स लगाएर गाडीलाई एकदम महँगो बनाएर पेट्रोल डिजेलको गाडीलाई इम्पोर्ट बढाउने हिसाबले र यहाँको विद्युत खपतलाई कम गर्ने र ग्यास पेट्रोल डिजेललाई अझ बढी इम्पोर्ट गर्ने जुन गलत नीति सरकारले ल्याउन खोजेको छ त्यसको पनि सशक्त विरोध गरेका छौँ। विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायत यो चाहिँ यो यातायातमा राइट सेयरिङ भन्ने यातायातमा लगाएका कर भनेको जनताबाटै उठाउने कर हो। त्यो जुन करहरू उठाइएको छ जनतालाई बेसिक निडको रूपमा चाहिँ जनतालाई सुविधा दिनुपर्नेमा कर उठाएर फेरि माथिल्लो वर्गलाई चाहिँ छुट दिने कुराहरूमा चाहिँ हाम्रो त्यस विरोध हो। र केही राम्रा विषयहरू पनि छन्, त्यसमा सरकारको हामीले समर्थनै गरेर जान्छौँ। यो सरकारले राम्रो काम गरोस् भन्ने नै हो। यो सरकारले राम्रो काम गर्यो भने यो देशलाई समृद्ध बनायो, सुशासन कायम गर्यो र न्याय दियो भने अरू धेरै पार्टी आउनु पर्दैन। तर सरकारले गलत काम गर्यो भने त्यसको सशक्त विरोध हामीले गर्नेछौँ। र अहिले धेरै पार्टीहरू यो विगतको चुनावमा रहेका पार्टीहरू, लामो 50औं वर्ष चाहिँ सञ्चालित पार्टीहरूले पनि ठुलो चाहिँ हार बेहोर्नु परेको अवस्थामा हामी 3 महिनाको पार्टीले
जुन हिसाबले हामी परिणाम दिन सकेनौँ, तर जनताको माझमा हामी अहिले पनि चाहिँ अगाडि बढ्नको लागि जनताले स्वागत गरिरहेको छ। हामी देशव्यापी रूपमा अगाडि गइरहेका छौँ। हरेक ठाउँमा जनताले, हामी पुगेको ठाउँमा जनताले स्वागत गरिरहेको अवस्था छ। अहिले अब हामी नेक्स्ट चुनावको लागि, अर्को चुनावको लागि, स्थानीय निकायको चुनाव र प्रदेशको चुनावको लागि सशक्त रूपमा सङ्गठन विस्तार गर्नुपर्नेछ। हामीसँग सङ्गठन थिएन, कहीँ पनि सङ्गठन थिएन। अहिले पनि हामी चुनावपछि केही समय हामी चाहिँ यो चुनावको समीक्षामै लाग्यौँ। धेरै साथीहरूलाई निराशा पनि भयो। अब हामीले सशक्त रूपमा सङ्गठन विस्तार गर्नुपर्नेछ। नुवाकोट लगायत यो क्षेत्रको रसुवा र बागमती प्रदेशलाई हामीले विशेष प्राथमिकता दिएर अगाडि बढेका छौँ। अब स्थानीय निकायको चुनावमा उज्यालो नेपाल पार्टीले हाम्रो चाहिँ स्थानीय सरकार बनाउनको लागि र प्रदेश सरकार बनाउनको लागि हामी सशक्त रूपमा यो चाहिँ हाम्रो सङ्गठन विस्तारको कामलाई व्यापकता दिएर अगाडि बढ्नुपर्नेछ। त्यसको लागि तपाईँहरू लाग्नुहुनेछ भन्ने मेरो विश्वास छ, अनुरोध पनि छ। अब हामीसँग धेरै समय छैन। अर्को चाहिँ वैशाखसम्ममा चुनाव नगरमा र प्रदेशमा को उठ्न सम्भावित व्यक्तित्वहरू हुनुहुन्छ, त्यसलाई पनि हामीले आह्वान गरेका छौँ र उहाँहरू पनि चाहिँ उज्यालो नेपाल पार्टीमा जोडेर जो चाहिँ इच्छुक व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूलाई अहिलेदेखि नै हामीले चाहिँ त्यस क्षेत्रमा खटिनको लागि हामीले प्रोत्साहित गर्नुपर्ने हुन्छ। र त्यो भएको हुनाले उज्यालो नेपाल पार्टीको स्थानीय सरकार र प्रदेश सरकार हामी कुनै पनि हालतमा बनाउँछौँ भनेर हामी लागेका छौँ। त्यसको लागि तपाईँहरू सशक्त रूपमा लाग्नुहोला भन्ने मेरो अनुरोध छ। र त्यसको लागि हामी अहिले चाहिँ बागमती प्रदेश लगायत देशैभरि सङ्गठन विस्तारको क्रममा छौँ। अब हाम्रो सङ्गठन विस्तार सँगै यो पार्टीको चाहिँ जुन हाम्रो पार्टीको सङ्गठन विस्तार सँगसँगै पार्टीको हाम्रो चाहिँ यो जुन यो मोबाइल एप मार्फत र हार्ड कपी मार्फत हाम्रो सदस्यता वितरण पनि कार्यक्रम अगाडि बढाएका छौँ। यो सदस्यता वितरण कार्यक्रमलाई पनि व्यापक रूपमा अगाडि बढाउनु हुन हाम्रा सबै साथीहरूलाई म चाहिँ अनुरोध गर्छु। अब यो सङ्गठन विस्तारलाई जुन हामीले प्राथमिकता दिएर अगाडि बढेका छौँ, त्यसको लागि सदस्यता वितरण पनि एकदमै महत्त्वपूर्ण हुन्छ। सदस्यता वितरणको एउटा अभियानको रूपमा हामी अगाडि बढ्दैछौँ। आज तपाईँहरूले जुन हिसाबले आज उपस्थित हुनुभएको छ त्यसको लागि म फेरि पनि धन्यवाद दिन चाहन्छु। र उज्यालो नेपाल पार्टीको हाम्रो चाहिँ उद्देश्य भनेको यो देशलाई सुशासन कायम गर्ने, समृद्धि दिने र सामाजिक न्याय दिने भनेर हाम्रो उज्यालो नेपाल पार्टीको 3टा खम्बाको रूपमा हामीले चाहिँ चिनाएका छौँ। यो 3टा खम्बा उज्यालो नेपाल पार्टीको लागि चाहिँ हाम्रो सैद्धान्तिक चाहिँ विषय हो। अब यो उज्यालो नेपाल पार्टीले कसरी अगाडि बढ्छ त उज्यालो नेपाल पार्टीको सैद्धान्तिक चाहिँ विषय कसरी अगाडि बढ्छ, कुन चाहिँ आइडियोलोजीमा उज्यालो नेपाल पार्टी अगाडि बढिरहेको छ भन्ने कुरा जुन विभिन्न कोणबाट उठ्ने गरेको छ। हामी कुनै चाहिँ एक्सट्रिम कम्युनिस्ट भनेर पनि हिँडेका छौँ, एकदमै क्यापिटलिस्ट चाहिँ पार्टी भनेर पनि हिँडेका छौँ। हामी मध्यमार्गी बाटोबाट हामी उज्यालो नेपाल पार्टीलाई अगाडि बढाएका छौँ। राम्रो विषय दुइटै चाहिँ यो क्यापिटलिस्टहरूको पनि र चाहिँ समाजवादमा जति पनि राम्रा विषयहरू छन् त्यसलाई लिएर हामी मध्यमार्गी बाटोबाट हामी अगाडि बढेका छौँ। र यो उज्यालो नेपाल पार्टीले हाम्रो आधारभूत विषय भनेको देशमा
सुशासन कायम हुनुपर्छ, भ्रष्टाचार मुक्त देश हुनुपर्छ र यसको आधारमा हामीले समृद्धि ल्याउँछौँ। यो देशको समृद्धिको लागि हाम्रो चाहिँ प्राकृतिक स्रोत साधन, यो धार्मिक र पर्यटकीय जुन हाम्रो स्रोत साधन र यो देशको जति पनि हामीसँग भएको रिसोर्सहरू छन्, कृषिमा, आइटीमा जति पनि हामी चाहिँ हाम्रा ह्युमन रिसोर्सहरू छन्, त्यसलाई बढीभन्दा बढी प्रयोग गरेर हामीले देशलाई समृद्ध बनाउनुपर्छ। र यो जब देश समृद्ध हुन्छ त्यसपछि हाम्रो यो सामाजिक न्याय भनेको सबैलाई विभेदबाट मुक्त गर्नुपर्छ। कुनै पनि किसिमको विभेद गर्नु हुँदैन। अस्ति मात्रै सुकुम्बासीको केसमा सुकुम्बासीलाई एकै दिनमा चाहिँ सूचना दिएर भोलिपल्ट हटाउने काम जुन मानवीय दृष्टिकोणले पनि त्यो एकदमै गलत हो। त्यस्ता काम सरकारले गर्नु हुँदैन। मानवीय हिसाबले पनि त्यस्ता विषयहरूलाई गर्नुपर्छ। हिजो हामीले सुकुम्बासीलाई बत्ती दिनुपर्छ, सुकुम्बासी बस्तीमा चाहिँ बत्ती पनि दिएको थिएन। हामीले सुकुम्बासी बस्ती हरेक बस्तीमा नागरिकताका आधारमा बत्ती दिएका थियौँ। बिजुली दिनु हुँदैन भन्थे, नागरिकता चाहिँ के अरे लाल पूर्जा नभइकन बत्ती दिनु हुँदैन भन्थे। हामी नागरिकताको आधारमा बत्ती दियौँ। देशमा करिब 8-10 लाख सुकुम्बासी बस्तीमा हामीले हरेक घरमा बत्ती पुर्यायौँ। यो लोड सेडिङ अन्त्य भनेको सहरी क्षेत्रको लोड सेडिङ अन्त्यको कुरा मात्रै थिएन, देशव्यापी रूपमा बत्ती पुर्याउने काम पनि थियो। त्यो पनि हामीले गऱ्यौँ। तर आज चाहिँ सुकुम्बासी बस्तीहरूलाई रातारात जुन हिसाबले हटाइएको छ र देशव्यापी रूपमा जुन ऐलानी जग्गामा बस्ने चाहिँ घर बनाएकाहरूलाई हटाउने कामहरू भएको छ, त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय हामीले उठाएका छौँ। यस्ता विषयहरू यो देशमा सबै नागरिकले बस्न पाउने, बाँच्न पाउने र भूमिको अधिकार सुनिश्चित हुनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा हो। र तलको चाहिँ गरिबलाई माथि उठाउनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा हो। कुनै पनि चाहिँ उपल्लो वर्गलाई, धनीलाई धनी बनाउने मात्रै होइन, तल्लो वर्गलाई पनि माथि ल्याएर धनी र गरिबको बीचको चाहिँ खाडललाई कम गर्नुपर्छ भन्ने हाम्रो धारणा हो। त्यो भएको हुनाले उज्यालो नेपाल पार्टीले कुनै पनि हालतमा यो धनीलाई धनी मात्रै बनाउने होइन, गरिबलाई माथि ल्याएर अझ धनी बनाउनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो। त्यो भएको हुनाले उज्यालो नेपाल पार्टी कुनै पनि शर्तमा यस्ता विषयहरू जति पनि अस्ति सरकारले गरेको विषयहरू यो चाहिँ सुकुम्बासीको विषयमा जुन किसिमको क्रियाकलाप भयो त्यसको हामीले विरोध गरेका छौँ। र सरकारले केही विषयहरू अति जरुरी ठाउँमा गर्नुपर्ने विषयमा हामीले त्यसलाई सपोर्ट पनि गरेका छौँ। सपोर्ट गरेर पनि जानुपर्ने हाम्रो अवस्था रहन्छ। अब मैले तपाईँहरूलाई आजको यो कार्यक्रममा थोरै कुरा यो उज्यालो नेपाल पार्टीको हाम्रो चिह्नको बारेमा तपाईँहरू सबैलाई अघि मैले कसैले पनि यहाँ नराखेको हुनाले थोरै कुरा राख्छु। उज्यालो नेपाल पार्टीको चिह्नको बारेमा थोरै कुरा राख्छु। यो चिह्नमा हाम्रो चिह्नको व्याख्या छ। त्यो चिह्नमा हाम्रो सुशासन भन्छौँ हामी। एउटा धर्कोलाई सुशासन भन्छौँ, दोस्रोलाई हामी चाहिँ समृद्धि भन्छौँ। सुशासन भयो भने मात्रै देशको समृद्धि हुन्छ। र तेस्रोलाई हामी सामाजिक न्याय भन्छौँ। र समृद्ध देशमा समृद्ध भयो भने सामाजिक न्याय हो। न्याय देशका हरेक नागरिकले सामाजिक न्याय प्राप्त गर्न सकिन्छ भन्ने हो। र बिचमा जुन मान्छे जस्तो जुन गोलो छ बिचको, त्यसलाई आशा भन्छ। होप क्रिएट गरेको छ त्यसले। जब मान्छेमा आशा चाहिँ अन्त्य हुन्छ तब मान्छे डेड हुन्छ। मान्छे चाहिँ एकदमै लाइभै भए पनि आशा मर्यो भने मान्छे डेड हुन्छ। त्यो भएको हुनाले सधैँ आशा जगाइरहनुपर्छ, आशा हुनुपर्छ। यो देशमा केही न केही हुन्छ, हामी केही गर्छौँ भन्ने एउटा आशा हुनुपर्छ भनेर हामीले आशा, त्यसलाई बिचको लाइट छ त्यसलाई चाहिँ यो मान्छे जस्तो यो डल्लो जुन छ त्यसलाई चाहिँ हामी आशा भन्छौँ। र अर्को चाहिँ त्यसपछि लाइट आउँछ। लाइट भनेको यी सबै कुरा भएपछि शक्ति आउँछ, त्यो लाइट आउँछ। हरेक नेपालीको मनमा अनुहारमा उज्यालो ल्याउनुपर्छ भनेर यो बत्तीको उज्यालो मात्रै होइन कि यो हरेक चिजको, हरेक क्षेत्रको उज्यालोको लागि हामीले बत्तीको परिकल्पना गरेका हौँ।
यो देशलाई समृद्ध भएपछि यो देशले शक्ति पनि पाउँछ, यो पावरफुल कन्ट्री पनि हुन्छ। त्यही भएर अहिले अब शक्तिको रूपमा चाहिँ हामीले यसलाई लाइटलाई लिएका छौँ र त्यसमा त्यो लाइटको चाहिँ त्यो रेहरू छ 9वटा छ त्यहाँ है। लाइटको 9वटा रे छ, त्यसको पनि अर्थ छ 9वटा रे हुन्छ। हामीले 8वटा बनाउँदैनौँ, 5वटा पनि बनाउँदैनौँ, त्यहाँ 9वटै बनाउनुपर्छ। यसरी यसरी गएको छ त्यो जुन धर्कोहरू 9वटा धर्कोलाई। यसमा 9लाई हामीले धार्मिक रूपमा लिएका छौँ। त्यो 9 चाहिँ यो लक्की नम्बर भनेर लिएका छौँ। 9 एउटा लक्की नम्बर हो। 9लाई तपाईँले बुझ्नुभयो भने 9को चाहिँ यो 9 एका 9, 9 दुना 18, 9 त्यहाँ 27, 9 त्यहाँ 9 चौको 36 हुन्छ। 9 दुना 18मा के हुन्छ? 1 र 8 जोड्यो भने फेरि 9 हुन्छ है। 1 र 8 जोड्यो भने 18 को 1 र 8 जोड्यो भने फेरि 9 नै हुन्छ। 9 त्यहाँ 27, 2 र 7 जोड्यो भने 9 नै हुन्छ है। 9 चौको 36, 3 र 6 जोड्यो भने 9 नै हुन्छ है। 9 9 81, 1 र 8 जोड्यो भने त्यो पनि 9 हुन्छ। त्यही भएर त्यो 9 एउटा यस्तो लकी नम्बर हो। र हाम्रो इन्द्रियहरू पनि 9वटा छन्। हाम्रो आउटलेट देखिने आँखा जब तपाईँ गर्नुहोस् 9वटा इन्द्रियहरू छन् होइन, 9वटा छन्। र यसको चाहिँ धार्मिक रूपले यो चाहिँ सबै जात जाति धर्म सबैको एउटा चाहिँ एउटा हामी उज्यालो नेपाल पार्टी भनेको चाहिँ सबै धर्मलाई चाहिँ मान्ने र एउटा सबैलाई एउटा एकताबद्ध बनाएर जाने एउटा चाहिँ हामीले सिम्बोलको रूपमा लिएका छौँ। त्यही कारणले यो उज्यालो नेपाल पार्टीको यो चिम चिन्ह भनेको चिम मात्रै होइन, यसको मिनिङ छ भने यो भित्रको हरेक चिजको हरेक पोइन्टको मिनिङ छ। यो यस्तो राम्रो चिन्ह छ, यो यस्तो राम्रो चिन्ह हामीले कहिले पनि छोड्नु हुँदैन। अब यो चिन्हलाई छोड्ने कुरै आयो। त्यो भएर हुनाले उज्यालो नेपाल पार्टीको चिन्ह हामी कहिल्यै छोड्दैनौँ र उज्यालो नेपाल पार्टी कहिले पनि मर्दैन। त्यो भएको हुनाले उज्यालो नेपाल पार्टी कतै चाहिँ जाने हो कि उज्यालो नेपाल पार्टी अब कसरी जान्छ भन्ने चिन्ता चाहिँ नगर्नु होला। उज्यालो नेपाल पार्टीको चिन्ह सधैँ बलिरहनुपर्छ र उज्यालो नेपाल पार्टीलाई सधैँ अगाडि बढाउँछौँ भन्ने हाम्रो प्रतिबद्धता हो। र हामीले सबैमा भन्ने गरेको छु, उज्यालो नेपाल पार्टी हारिसकेपछि सबैको चिन्ता चाहना एकदमै उभो। अब यो पार्टी कता जाने हो कि के हुने हो कि भन्ने कुराहरू चिन्ताहरू छन्। त्यो चिन्ता लिनु पर्दैन। अब उज्यालो नेपाल पार्टी चाहिँ कुनै पनि हालतमा हामी अगाडि बढाउँछौँ र यो पार्टी यो देशको सत्ता सरकार चलाउने पार्टीको रूपमा स्थापित हुन्छ भन्ने विश्वास मलाई रहेको छ। र मैले सधैँ भन्ने गरेको छु, यत्रो साथीहरूले विश्वास गरेर आउनुभएको छ, यत्रो धेरै साथीहरू चाहिँ अरू पार्टीहरूबाट जोडिनु भएको छ। र यस्तो अवस्थामा उज्यालो नेपाल पार्टी कुनै ठाउँमा अस्तिकै जस्तो 12 दिनले हामीलाई एकदम ठुलो पाठ सिकाएको छ। त्यो राष्ट्रिय स्वतन्त्र पार्टीसँग हामीले जुन 12 दिनमा गएर मिसियौँ त्यो हाम्रो लागि ठुलो भुल भयो, ठुलो चाहिँ पाठ सिकाएको छ। र त्यो पाठसँगै अब यो पार्टी अब कुनै पार्टीसँग मिल्दैन। त्यो पनि तपाईँहरू ढुक्क भएर बस्नु होला। तर यो पार्टीसँग हाम्रो शर्तमा यो पार्टीसँग धेरै पार्टीहरू मिसिन आउन सक्छ। हामीले धेरै पार्टीहरूलाई चाहिँ छलफल पनि गरिरहेका छौँ र चाहिँ दुईवटा पार्टी त मिलि पनि सकेका छ। धेरै साथीहरू जोडिन सक्छ। हामी एकता विरोधी होइनौँ, एकता गरेर जाने हो। तर उज्यालो नेपाल पार्टीमा धेरै साथीहरू आउन सक्छन्, पार्टी पनि मिल्न सक्छ। तर यो पार्टी चाहिँ कुनै पनि हालतमा हामी चाहिँ मर्न दिँदैनौँ, यो चिन्हलाई मर्न दिँदैनौँ। त्यो मैले भन्ने गरेको छु, म एक्लै भए पनि एक्लो भएसम्म यो चलाइरहन्छु। तपाईँ त्यो सक्दैन भने त्यो अर्को कुरा, एक्लै भएसम्म चलाइरहन्छु। त्यो भएर तपाईँ पनि ढुक्क भएर यसमा लाग्नु होला। यो पार्टीको भविष्य के हुन्छ भनेर नसोच्नु होला। भविष्य राम्रो हुन्छ, भविष्य राम्रो गरेरै हामी अगाडि बढ्नेछौँ। र जहाँसम्म यो पार्टीसँग अहिले अब राष्ट्रिय राजनीतिक हिसाबले अहिले राष्ट्रिय राजनीतिको परिदृश्य हेर्ने हो भने अब पुरानो पार्टीहरूभित्र धेरै द्वन्द्वहरू धेरै चर्किरहेको छ। कुनै पार्टी मर्जरमा गइरहेछन्, कुनै पार्टी चाहिँ टुक्रिन गइरहेछन्। धेरै पुरानो पार्टीहरूमा अहिले धेरै किसिमका अन्तर्द्वन्द्वहरू चलिरहेको छ। त्यो सँगसँगै
अहिले हाम्रो पार्टी उज्यालो नेपाल पार्टी एउटा नयाँ पार्टी, नयाँ स्थापित पार्टी भएको हुनाले धेरै साथीहरू यसमा जोड्न आउनु भएको छ र आउने क्रममा हुनुहुन्छ। उहाँहरूलाई हामी स्वागत गर्दैछौँ र केही पार्टीहरू, नयाँ पार्टीहरू यो पार्टीसँग जोड्नलाई हामी धेरैसँग हामी छलफलको चरणमा छौँ। साथीहरू अब नयाँ पार्टी चाहिँ गठन भएको पार्टीहरू केही राम्रा साथीहरू हुनुहुन्छ, उहाँ पार्टीहरूलाई पनि हामीले जोड्ने क्रममा छौँ। केही चाहिँ राष्ट्रिय पार्टीहरू पनि हामी चाहिँ पार्टी एकता गरौँ भनेर आइरहेको अवस्था छ। त्यो एकता कस्तो शर्तमा हुन्छ भने उज्यालो नेपाल पार्टीको आइडेन्टिटी हाम्रो चाहिँ रहने र सबै हाम्रो शर्त अनुसारको एकता हुने भयो भने हामी सधैँ एकतालाई ओपनै गर्छौँ। तर सबै हाम्रो आइडेन्टिटी गुमाएर, सबै चिज गुमाएर हामी एकता गर्दैनौँ भनेर हामीले प्रष्ट भनेका छौँ। त्यही हिसाबले हामी अगाडि बढ्नेछौँ। र अब पार्टीगत रूपमा तपाईँहरूले जुन हिसाबले अब उज्यालो नेपाल पार्टीमा जोड्ने क्रम बढ्दो छ र यो पार्टीले अब स्थानीय निकायको चाहिँ चुनावमा हामी जति जित्न सक्छौँ त्यो जित्न सक्ने ठाउँहरूमा विशेष प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेछ। र बागमती प्रदेशलाई हामीले चाहिँ उज्यालो नेपाल पार्टी प्रदेशको सरकार हामी बनाउँछौँ, त्यो हामीमा पूर्ण विश्वास पनि छ। हामीले प्रदेश सरकार हामी बनाउँछौँ। बागमती प्रदेश त हामी बनाउँछौँ नै, अरू सरकार पनि बनाउँछौँ। त्यहाँ देशव्यापी रूपमा हामी लागिरहेछौँ। र जब मुटु हल्लिन्छ, मुटु तात्छ, यो मुटु हो, यो देशको मुटु यो बागमती प्रदेश हो। यो प्रदेश चाहिँ हामीले स्थानीय निकाय सरकार बनाइसकेपछि र स्थानीय निकाय नै हाम्रो लागि जरा हो, किनभने स्थानीय निकाय जनतासँग जोडिएको हुन्छ, जनताको मागसँग जोडिएको हुन्छ, विकास निर्माण सानोतिनो कामसँग जोडिएको हुन्छ। अब माथिल्लो सरकार भन्दा पनि स्थानीय निकायको सरकारलाई चाहिँ प्राथमिकता दिएर यो जरालाई स्ट्रङ बनाउनु पऱ्यो, तपाईँहरू लाग्नु पऱ्यो भन्ने मेरो अनुरोध हो। अब हामी यो पार्टीलाई चाहिँ आगामी दिनमा एउटा सशक्त पार्टीको रूपमा स्थापित गरेर लानेछौँ। साथीहरू यहाँ धेरै जोड्नु भएको छ, धेरै साथीहरूको यहाँ एकदमै ठुलो चाहिँ योगदान छ। अब सुरुदेखि लागिराख्नु भएको छ। हाम्रो नारायणजी, रामकृष्णजी लगायत यहाँ धेरै हाम्रो ज्ञानेन्द्र चाहिँ डाक्टर साहब होइन, उहाँहरू लागिराख्नु भएको छ। उहाँ राजनीति त गर्दिनँ भन्नुभएको छ, तर राजनीति बिना त यहाँ चल्दैन। फेरि राजनीति नै गर्ने हो, उहाँ राजनीति नै चाहिँ जहाँ बसे पनि केही न केही राजनीति नै हुन्छ, जे गर्दा पनि। त्यो भएको हुनाले उहाँ एकदमै सशक्त विद्वान हुनुहुन्छ, हाम्रो पार्टीको एउटा ठुलो चाहिँ एसेट हो। त्यस्तै गरेर अरू साथीहरू, केन्द्रीय समितिका साथीहरू हुनुहुन्छ, जति पनि यहाँ साथी आज जोड्नुहुन्छ, उहाँहरूले अब यो नुवाकोटलाई चाहिँ उज्यालोमय बनाइदिनु होला। व्यापक रूपमा तलसम्म चाहिँ सङ्गठन विस्तारको लागि व्यापक रूपमा खटिदिनु होला भन्ने म अनुरोध गर्छु। र हामीले पार्टी विस्तार क्रमसँगै दुईवटा कार्यक्रम पनि ल्याउने भनेका छौँ। यो कार्यक्रम चाहिँ उज्यालो नेपाल हाम्रो अलिक पार्टीको कुरा मात्रै गर्दाखेरि धेरै जनतालाई चाहिँ अलिक चाहिँ त्यति पस्दैनन्। अहिले हामीले अभियानको रूपमा यो सामाजिक कार्यहरू पनि ल्याउने भनेका छौँ। र यो उज्यालो अभियान भनेर देशव्यापी रूपमा सामाजिक कार्यहरू पनि ल्याउने भनेका छौँ। त्यो अभियानलाई हामी जोड्दैछौँ। त्यो विभिन्न किसिमका अभियानहरू, स्वास्थ्य, शिक्षा लगायत विभिन्न ठाउँमा हामी अभियानको रूपमा पनि हामी जोड्दैछौँ। र हामी चाहिँ उज्यालो नेपाल पार्टीसँग आबद्ध साथीहरूलाई रोजगारी र के अरे लगानीको विषयलाई केही पाइलट प्रोजेक्टहरू केही गर्ने कि भनेर हामी इन्भेस्टमेन्टतिर पनि हामी इन्भेस्टमेन्ट होल्डिङ भनेर इन्भेस्टमेन्टतर्फ पनि हामी केही कामहरू गर्नुपर्छ भनेर त्यसको पनि केही हामी खाकाहरू चाहिँ बनाउँदैछौँ। त्यो हिसाबले पनि आम नागरिकसँग जोड्ने कामहरूमा हामी लाग्नेछौँ। यति भन्दै म तपाईँहरूलाई फेरि पनि धन्यवाद दिन चाहन्छु र अहिले कमिटी गठन गर्ने काममा के अरे प्रक्रिया चाहिँ अगाडि बढाइदिनु होला। धन्यवाद।